ओह्रालो लागेको बिर्गलाई बाछाले पनि खेद्छ कुरो बुझ्नु भएन अब एमाले ओह्रालो लागेछ बाछाले होइन जसले भेट्यो त्यसले खेद्छ त्यो त ठिक छ त्यो खेद्नुको कारण छ अब मलाई यो भन्छ यो महेशलाई सम्झाउन सकिनँ बजियाको खुन यति छिटो उम्लिन्छ यसलाई मैले के गर्न सकिनँ अब अस्ति त्यो मेरो नाति दुर्गा प्रसाईले एमाले मलाई एउटा केटीमा अल्झेको छ फोन दिएछ त्यहाँबाट त्यो त्यसको खोर उम्लेर जसलाई भेट्यो त्यसलाई दुर्गा प्रसाइदिएको रहेछ अनि अस्ति त रातो र पिरो भाषण गर्दा गर्दै केपी शर्मा ओलीलाई छोयो भने म आगो लगाइदिन्छु भनिदिएछ उसले त दुर्गा प्रसाईलाई भनेको अरू मान्छेले चाहिँ मलाई नि भन भनेर उदाउन गरे त्यो त ठिकै छ अब हिजो के अस्ति एउटा चौधरी केटी खोजेर ल्याएछ कहाँ हामी एमाले जेन्जी हो हामी भ्रष्टाचार गर्छौँ भनिदिन्छ त्यस्तो त खोजेर ल्याउँछ युवा सङ्घको अब यस्तोलाई के गर्ने ठिकै छ त्यो पनि अब म बरु केपी शर्मा ओली मतलब छैन महेशलाई हो अहिले एमाले भनेकै महेश हो भन्ने भइसक्यो मान्छे मलाई टेन्सन छैन यसै बिग्रेको उसै बिग्रेको यसै भएन उसै भएन मलाई टेन्सन छैन ठिकै छ तर विडम्बना त्यत्रो मेरो पैसा सबै जलाइदियो त्यो झापामा भएको मेरो 80 केजी सुन पनि भागेन भनेले कालो कालो भइसहाले छैन केही पनि त्यही न्युमा अस्ति बुढी गरेर त्यसले पनि भाषण गरेछ ठिकै छ अब यो सबै कुरा अहिले छोड्थ्यौँ जे हुनुभयो भइगयो अब गल्ती पनि भएको छ अब मैले महेशलाई सम्झाएँ हामी देउसी भैलो खेलेर हामी त पता साथ 1 रुपियाँ छैन अब पैसा कमाउनु पर्छ अनि फेरि अब चुनावमा उठ्नुपर्छ अब आउने चुनावमा भनेर भने महेश पनि खुसी भयो भैयालाई यसो प्र्याक्टिस गरौँ न भनेर देउसी भैलोको प्र्याक्टिस गर्न खोजेको भैयाले देउसीले पनि हात्ती गराए जस्तो दौसुर भन्छ अनि लन्छ यत्तिकै स्वर पनि एकछिन प्र्याक्टिस गर्दै जाँदा हुन्छ कि भनेर गर्यो हे भन भन भाइ हो भन्छु दौसुर भन्छ ए राम्ररी भन भन्छु दौसुर भन्छु घर कत्रो भन्छु दौसुर ए सिंह दरबार जात्रो त भन्ने मिल्दैन किनभने सिंह दरबार जलाइदिएछ अनि खुसी भएर पेउटावर जात्रो भनिदिए गिटार पनि छैन सबै तोडिदिएछ अनि केही सिप नलागेर यो पल्लो घरको